आजको छुट्टीको दिन रमाइलो गर्न निस्किँदैछु। ओछ्यानबाट उठ्ने बित्तिकै सब दुबईको पानीको मौसम कस्तो हुन्छ भनेर एक्सपिरियन्स गर्न आएको। देख्ने त देखिरहेछ पानी परेको गरेको, तर पानीमा यसो भिजिन्छ कि रुजिन्छ कि भनेर आएको नहोला जस्तो छ। बिहान बिहानै नुहाई धुवाई गरेर निस्किएको हौ, दाँत पनि माझेर। ल चाहिँ खाली छ है, रोड चाहिँ खाली छ, रोड खाली छ, छैन त्यति साह्रो गाडीहरू। बारिसमा यस्तै हुन्छ। म फेरि आफ्नै ठाउँमा घुम्न जाँदैछु। बारिसको मौसममा डेटिङ जाँदैछु। जेब्रा क्रसिङ क्रस गर्ने नजारा। आज यो बाटो जाउँ होइन, कस्तो हुँदो रहेछ। पानी अलिअलि परिरहेछ है, अलिअलि परिरहेछ पानी। रमाइलो होला जस्तो छ है गाइस, रमाइलो होला जस्तो छ मौसम। पानीमा भिजेर चिसो चाहिँ नलागोस्, पानी लागि नि लागोस्। मान्छेहरू ड्युटी जाँदैछ, साथीहरू, हाम्रो बन्धुहरू, बङ्गलादेशको साथीहरू। यो गल्लीबाट गयो भने मेरो यो नयाँ जुत्तामा धुलो लाग्ला, के गरौँ। यताबाट गयो भने के हेर्नु पाउँला नि, जाउँ न होइन। टक्क लगाएर यसरी जाने हो, हिँड्ने हो, टुकुर 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 लगाएर। और चाहिँ सुक्यो कि के हो यार। सम्हालिन्छ कहिले मन, कहिले त्यसै। बन्धुहरू डुलिरहेछ त्यतातिर, ड्युटी हिँड्या होला बन्धुहरू। कारहरू यसरी छोपेर राखिरहेछ सबैजनाले। यार म कता जानु, झन् धुलो भएको ठाउँतिर आइपुग्यो त्यो यार। गाडीले हान्दिने हो कि यस्तो बिचबिचमा हिँडे रोडको पानी चाहिँ यसरी। बुर्ज खलिफा हेर्ने हो गाइस, बुर्ज खलिफा। यहाँबाट जानु पर्ला। म धेरै लङ हिँड्नु थालेँ कि के हो यार। होइन ठिकै छ, घुम्ने त हो नि होइन, घुम्ने त हो नि। घुम्ने भइसकेपछि सर जति लङ हिँड्ने नि हुन्छ है। कार हेर्ने हो गाइस, कार। के अरूको हेर्ने चित्त बुझाउने त हो नि, आफ्नो त छैन। आज यो चराहरू पनि चिसोले उडिरहेछ। त्यो चाहिँ डुबाएछ है गाइस, नयाँ घर बन्दै गरेको ठाउँमा डुबाएछ है पानीले। पुलिस घुमिरहेछ उता उता हेर्दैछ। यो डुबाएछ यतातिर चाहिँ पुरा। अब पानी गाइस, डुबान पुरै डुबान यस्तो भएछ नि यतातिर त।
पौडी खेल्दै हुन्छ हो गाइस। कहाँबाट आयो पानी यस्तोहरू? त्यो माथिको पानी हो क्या अरे, यहाँबाट गएछ। वहाँ दुईवटा गाडी हो क्या, त्यताबाट निस्किन्छ होला। अब यहाँ कहाँबाट जानु? जुत्ता लगाएको छ, यता भित्रबाट जानु पर्ला। पानी त बबाले छ त। अर्का घरबाट जानुपर्छ गाइस, बाटोमा पानी छ। यस्तो यस्तो कुना कुना काप्चा काप्चाबाट यस्तो यस्तोबाट जानुपर्ने हुन्छ। नछिर्नु ठाउँ राखेँ, छिर्छु म। गाह्रो छ, लुगामा फोहोर लाग्यो। वाउ दामी फुल यार। बाटो यस्तो छ है गाइस, बाटो यस्तो छ है, बाटो यस्तो छ, पानी यस्तो। यहाँ पनि डुबाएछ है गाइस, यहाँ पनि डुबाएछ यतातिर। पानी निकास नभएछ यस्तो हुन्छ कि, पानी निस्किने ठाउँ नभएपछि यस्तो हुन्छ। म जान्छु सरी ल, बाटो यतिबाट काटे। त्यस्तो छ। मान्छेहरू बुर्ज खलिफा ढाक्दैछ कालो बादलले, बुर्ज खलिफा ढाक्दैछ कालो बादलले। बादलले ढाक्यो है, पुरै ढाक्यो बुर्ज खलिफा, पुरै ढाक्यो बादलले। नि आम्बो पानी त बाफे कडा कडा पानी कडा। यताबाट जानुपर्छ अब हामी। दाजुहरूले पनि यस्तै गर्नुभएको छ गाडीहरू। ला अब त्यहाँ चाहिँ कसरी जाने त नि? डुबायो, कहाँबाट जाने अब पारी भनेपछि आज आमामा। ओ भाइ घर भिज्यो, साथीले भिजाइदियो। अछु ढुङ्गा जस्तो यार गाइजले। अब यहाँबाट कहाँ जानु छैन पानी त, त्यहाँबाट छिर्छु अब। त्यो गल्लीबाट जान्छु, बाटो फर्केँ, त्यो बाटोबाट फर्केँ। अब यो बाटो गल्लीको बाटो जानु पर्यो, यो गल्लीको बाटै त होला नि होइन। हेरौँ गाडीहरू छ, अफिस जानला होला सायद। त्यो बाटो पारि निस्किन्छ होला सायद। पानी गाइस, पानी पानी पानी, गाडी डुबे जस्तो छ त्यहाँनिर पानीमा। पानी, गाडी, टेन्सन, पेन्सन नो पेन्सन नो गाडी। ओ पछाडि पानी भएर गाडीहरू डुबेर है फर्किनु पर्यो है, फर्किनु पर्यो। यस्तो छ है गाइस, यस्तो छ। लाउन नि केही गरिदियो गाइस। आज यसो पार्कतिर घुमेर आउँ भनेको नदेला जस्तो छ आज। यहाँ आएछ खानुलाई नि लै। आज समुद्रमा नभएर यहाँ परेवाला दिएको चारो खान आइरहेको।
गाई यहीँबाट जानुपर्ने हो फेरि गाडी देउता गाई नउड्नु नउड म यसरी हिँडे मात्र हो क्या यार नउड भने परेवाको खानेकुरा खाएर म हिरो बन्छस् घाम लाग्दैछ है केही चाहिँ घाम लाग्दैछ हग्नु चाहिँ नहग उडी उडी अरे बादलु तल होइन टक्क लगाएर सिमेन्ट फ्याक्ट्री है गई सिमेन्ट फ्याक्ट्री यस्तो छ है ल अब फर्के ल कफी खान्छु एउटा कफी खाँदै फर्किन्छु अब घरतिर ल केही छैन जानै पाएन पार्कमा यार पार्कमा जान्छु भनेर निस्किएको पार्कमा जानै पाएन जहीँ तहीँ पानी नै पानी त्यही भएर पार्कमा जानु पाएन आज चाहिँ गाडी उठाउने गाडी र पानी उठाउने गाडीको चाहिँ बज्जौँ ड्युटी चलिरहेछ है डबल ट्रिपल ड्युटी गरिरहेछ है गाइस आज यस्तो हावा दामी आइरहेछ यस्तो मिठो हावा आइरहेछ नि यार कता हो ट्रान्सपोर्ट यार कहाँ फेरि कता लग्यो यार कचरा हाल्ने ठाउँ मौसम दामी चाहिँ चिसो हावा टर्र आइरहेछ तर पार्कमा जानु पाएन कता पानी परिरहेको होला सायद स्टे सेफ गाइस होइन पानीमा भिज्नुहोस् मान्छेहरूलाई धेरै पछि पानी परे यताउता भनेर चाहिँ मजा लाग्न सक्छ होइन पानीमा भिज्ने गर्ने हुन्छ तर चिसो लाग्यो भने चाहिँ यहाँनिर तातो पानी दिने मान्छे आमा बाउ छैन है सबैजना के गर्नु आफ्नो ड्युटी भनेर बिजनेस व्यवसाय भनेर कुद्नुपर्ने हुन्छ यहाँनिर घरमा भए पो भोलि मकै गोड्दा नि हुन्छ पर्सि गोड्दा नि हुन्छ भन्नु पाइन्छ यहाँ त छैन त्यही भएर चाहिँ साथीहरू अलिकति हेल्दी भएर सेफ भएर बस्नु होला हेल्दी भएर काम गर्नु होला हेल्दी भएर गर्नुपर्छ ओके त्यही त ल हस् के छ त